हो अहिले सामाजिक सञ्जालमा अहिले रवि रवि बालेन हाई हाई भनिरहेछ। कुलमान त ठिकै हो, तर के कारणले उहाँ जानुभयो थाहा भएन। यदि व्यथिति ठिक नभइदिएको भए नि पहिला त्यो सत्तामा हुँदाखेरि नै विरोध गर्न सक्थ्यो क्या। यहाँ कतिपय कुराहरू मान्छेले भनेर राम्रो हुने हो भन्ने कुरो जस्तो गर्छ। बालेन शाह भन्थ्यो, अहिले हर्कलाई चाहिँ मान्छेले चाहिँ हर्क साम्पाङलाई चाहिँ विरोध गरिरहेको छ। जबसम्म सच्चा देशभक्त हुँदैन नि अनि सही नेतृत्व गर्दैन नि तबसम्म म कुनै कुरालाई पनि मान्दिनँ। यी सबै भनेकाहरू चाहिँ पुरानै विचारधाराका पुरानै सोच भएकाहरू, पुरानै सोच भएका व्यक्तिहरू हो क्या। त्यसकारण